चौरासीमा बनाएका रोटी हेरिदिनु न कदिनु एकचोटि यसरी हो यसरी यो भन्नलाई साथी हो यो हाम्रो दाइ हजुरको लक्ष्यवती पूजा छ 84 लक्ष्यवती 84 पूजा छ त्यसको लागि हामीले अर्सा बनाउँदै यसरी पिठो राख्दै घोड्दै पिठो राख्दै घोड्दै अर्सा बनाउन कति गाह्रो छ भन्नलाई कति सहिलो छ है दुईटा हात तीनटा हात लाउन पर्छ ल भेली रोटीको अर्सा रोटीको तयारी यो अर्सा रोटी हामीले यसरी पिठो राख्दै यसरी घोडाल्दै गरे खाम भेली रोटी बनाउनको लागि अर्सा रोटीको लागि हामी यहाँ तयारी गर्दैछौँ यी भेली तताएर पिठो यसरी रेडी गर्दैछौँ भेली पकाउँदैछौँ